गाइज वेलकम ब्याक टु माई च्यानल श्री प्रतीक्षा राई हजुरलाई स्वागत छ मेरो भ्लगमा। अनि म चाहिँ आज के बिहानै आएको छु होइन, किनभने समथिङ इज कुकिङ अनि त्यही भएर अन्तखेरि चाहिँ अनि एकछिनमा थाहा नै भइहाल्छ के हो कता जाँदैछौँ भनेर। सो यतै जानुहोस् होला। लु हामी चाहिँ लाग्यो ल सबैजना। चप्पल चाहिँ केमा बोक्नु? Yes, now we are ready. हाम्रो अर्को ग्याङ पनि उता हुनुहुन्छ है, अहिलेसम्म भेटाउँछ। कस्तो देखिरहेको रहेछ तिम्रो ब्याग त। सबैजनाको महँगो न महँगो जुत्ताहरू है भनेको। अब चाहिँ हामी जाने ठोकिन्छ है। मैले चाहिँ यहाँ स्कुटर तान्दैछु। अब चाहिँ हामी माथि अप्सराजीको घरमा गएर भेटौँला है त। बाई बाई। हामी चाहिँ यहाँ वेटिङमा छौँ है। सिस कति बेला झर्ने हो थाहा छैन। म चाहिँ यहाँबाट हिमाल कस्तो राम्रो देखिरहेको छ। म चाहिँ बान्द्रको छोरी भएर बसिरहेको छु। कहाँबाट देख्नु त। लुक एट द माउन्टेन गाइज। यो हनी सिङ्गर, यो हनी सिङ्गर। चाहिँ यहाँ अप्सरा दिदीलाई पिकअप गरेर चल्देको। अब सबजना भेट्नु पर्ने रे, खोइ कता अनि जाने रे। अझै सबजना भेला भएको। यता हेर्नुहोस् त सिस। झोला ग्याङ म्याचिस, खै झोला ग्याङ म्याचिस। फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै। एक पाकेटले पेटभरि नि के हो भन प्वाक्कै। हामी यहाँ रेस्ट गरेर छौँ। यो चाहिँ दक्षिण पौवामा है, किनभने यहाँबाट अलिकति इन्जिन तात्यो क्या, त्यही भएर तात्यो। अनि दक्षिण पौवा खतरा।
अब चाहिँ हामी यहाँ ठ्याक्क मेलम्चीको बजार आइसक्यौँ अनि त्यसपछि यहाँ खाजा खानुलाई कुरिरहेको छ अब चाहिँ हामी खाजा खानु लागेको होइन हिँडेको ल हामी खाजा खाएर पनि ready. Let's go now. कहाँ यहाँ धुलो लागेछ हौ धुलो त जाउँ जाउँ That's good. सबजना थाकेर यहाँ बाटो हेर्दैछौँ हामी चाहिँ कुन ठाउँमा आयौँ थाहा भएन यहाँ इन्जिन तातेर एकछिन रेस्ट गरेको यहाँ अलिकति हाँसा पनि भयो अलिकति कति राम्रो ठाउँ रहेछ हौ यहाँ चाहिँ एकदमै धुलो रहेछ कि आम्मामा यस्तो धुलो छैन तल आधी बाटोमा चाहिँ पानी हिल्लै हिलो छ अनि आधी चाहिँ धुलो उसभरि धुलो पसेर भरे त्यो घाँटी दुख्छ होला हामी चाहिँ क्या बब्बल ठाउँमा आइमै गइनु कस्तो राम्रो के निका चाहिँ अनि एक झुप्प गाउँ अनि पुरा खेतीहरू बाटो चाहिँ एकदम अफरोड रहेछ अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ त्यो पनि थाहा छैन यस्तो राम्रो गाउँ छ यति राम्रो गाउँ छ नि मुस्ताङमा हो यस्तो कस्तो कुन ठाउँ हो यति राम्रो गाउँ छ है आँखाले हेर्दा चाहिँ कति राम्रो छ अनि हाम्रो चाहिँ फेरि इन्जिन तातेर हामी यहाँ रेस्ट गरिरहेको छ त्यो पानी खानु मिल्छ होइन म पानी खान्छु ल गाइस हेर्नु मलाई कस्तो हेला गरिराख्नु भएको छ उहाँहरूले अहिले हो दिउँ गद्दारी गर्दै दिउँ हामी चाहिँ यहाँ थकिस्त भएर अनि यहाँ पल्टिरहेको छौँ हावा पनि सरर आइरहेछ कोई किसी के बिना नहीं मरता आदत की बात है यति राम्रो गाउँ हेर्दै दिवेन चाहिँ उता भएर छ हामी चाहिँ यता छौँ रे दिवेन भएर छौँ भने यता भनौँ हामी चाहिँ फेरि यहाँ रेस्ट गर्नु आएको छौँ है साह्रै गाह्रो भएर सबैजनालाई हेलो गाइस अहिले चाहिँ हामीहरू तल एकछिन बसेर रेस्ट गरेर चिसो खाएर पनि हामीहरू हिँडिसकेको होइन बाटो भन्नुहुन्छ भने यस्तो खत्तम छ अनि जाँदैछौँ अनि धुलो मेरो मोबाइल सबै धुलोले पुरिसक्यो अनि हामी चाहिँ अब पुग्नु चाहिँ बाइक स्कुटरमा चाहिँ हामीहरू आधी घन्टा जस्तोमा पुग्छौँ रे अनि त्यसपछि चाहिँ त्यहाँदेखि त्यो चाहिँ अनि आधी बाटोसम्म पुगेर अनि त्यहाँदेखि चाहिँ अनि डल्लै हिँड्नुपर्छ अरे अनि त्यही हो अनि आज चाहिँ हिँड्नु बाँकी छ
तरेर हामी जानुपर्ने हुन्छ तर बाइक स्कुटर चाहिँ खोइ कता राख्ने ठाउँ छ अरे होइन आम्मामा पहाड त डल्लै छ त हौ यहाँ पार्क गरेर कतिको डाँडा पुग्नुपर्ने छ गाइस हाम्रो डेस्टिनेसन अबि मैले यता झन्डै ठोके कस्तो फिल भइरहेछ चिज चाहिँ त्यो पार्किङ गर्ने ठाउँदेखि चाहिँ हाम्रो ट्रेकिङ सुरु भयो अब चाहिँ हामीले अट्दैन क्या उल्टै भयो नि हाल म चाहिँ सबसे लास्टमा हिँडिरहेको छु बिस्तारै जाने हो औ छिटाउ न गाइस के अरे देख्नु धुवा पनि उठ्छ उफ गर्मी एकैछिनमा गर्मी हुन्छ एकैछिनमा जाडो हुन्छ के खालको दैछु मामा त टुपी डाँडा बस्छ होइन क्या भाइ के खर्क भन्ने ठाउँ त्यही हो गाइस अब हामी चाहिँ जाँदैछौँ म बेला बेला भिडियो बनाइराख्छु हेर्दै जानुहोस् होला हालत खराब भइसक्यो हामीलाई चाहिँ कुकुरले पछ्याएर यहाँ चाहिँ टक्क हिँडिँदैछ चिन्डे डाँडाको लागि के रे त्यो ठाउँको नाम दिदी अहिले चाहिँ चिन्डे डाँडा पुग्नु पर्ने छ टुप्पी डाँडा पुग्नु पर्ने छ यहाँ मेरो टुप्पी यहाँ ठाडो होला जस्तो भइसक्यो यता चाहिँ जोन दाइ र अप्सरा दिदी हुनुहुन्छ अनि यता चाहिँ माल छ हाम्रो के हो त्यो माल भनेको चाहिँ चाउचाउहरू हो नि चाउचाउ स्न्याक्सहरू ल अब कहाँ गएर यो भिडियो गर्ने अब टुप्पी डाँडा ल बाई बाई हेलो गाइस हामी चाहिँ पुगेको छैनौँ बाटोमै छौँ रात भइसक्यो के अरे कुरा गर्दै जाँदैछौँ आइपुग्नु लागिसकेको छ गीत गाउँदै यो घरमा बस पाइन्छ पाइँदै बाटो चाहिँ यस्तो उकालो छ ए होइन रहेछ नि साथी त अझै माथि छ गाइस कहिले पुग्नु होला देख्दिन पो रहेछु त 12 seconds later. हेलो गाइस हजुरलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा अनिदेखि चाहिँ पुरा घुम्नुका लागिरहेको छ नि त अनि हामी चाहिँ हिजो यहाँको होमस्टेमा बसेको थियौँ अन्तखेरि चाहिँ अनि यहाँ बसेको चाहिँ पर पर्सन 600 रुपिस हो अन्तखेरि चाहिँ अनि चिकन खाना पनि होला सायद अन्त यता पनि सबैको सुविधा छ यहाँ हात रातो भइरहेछ म हजुरलाई यताको बाहिर देखाउँछु नि कस्तो राम्रो छ राम्रो देखिरहेछ हामी चाहिँ मुख पनि नदेखिएर जानु लाग्यो किनभने भरे हिजोको जस्तै हुन्छ हिँड्न सकिँदैन नि त अनि बिस्तारै गयो भने बरु भरे 6 बजीसम्म त पुगिन्छ भनेर अनि खासगरीमा चाहिँ बिहानै जाने भनेको सकिनौँ के कसरी पनि सकिनौँ त्यही भएर म हजुरलाई देखाउँछु नि यहाँको भ्यू है भएर अनि हामीहरू चाहिँ उता पारिबाट आएको हिँड्दै कतिवटा डाँडा फेरेर आएको दामी छ यता चाहिँ किचनहरू छ अरे हिजो चाहिँ होइन चार्ज पनि सबैजनाको चार्ज सकेर मैले अति नै गरिनँ भिडियो गरिनँ अन्त यस्तो जाडो छ नि हातै ठुलाइसक्यो
हाम्रो यात्रुहरू चाहिँ हिँड्नु भएको है म चाहिँ चप्पलमा हिँड्छु हिजो गाह्रो भएर यस्तो सिधै ठाडो उकालो छ लाग्यो है त साथीहरू ल अब चाहिँ एकदमै ल अब चाहिँ हामी लाग्यो त्यो पारी पुग्नु पर्ने ल चक्लेट खाँदै जानुपर्छ किनभने लेट लाग्छ इक्लियर्स यस्तो ठाउँमा आइपुग्यौँ है खास गरी हिजो चाहिँ हामी यहाँ आएर बस्नुपर्ने तर राति भइसक्यो हिँड्न नसकेर आमा हामी पुग्ने उता त्यहाँ कसरी पुग्नु होला यस्तो अब चाहिँ बाटो यस्तो छ कि आमा म एकछिनमा राम्रो बाटो आयो भने भिडियो गर्दै जान्छु कि गाइस सो अहिले चाहिँ बन्द गर्छु ल यस्तोमा फेरि ज्यान जोखिम राखेर भिडियो त बनाउनु मिल्दैन त्यही भएर यहाँ गुल्ट्यो भने त यस्तो पो छ त ओके बाई बाई हेर्नुहोस् त कति राम्रो बाटो हो तर के गर्नु हिँड्ने मान्छेलाई यहाँ कस्तो आपत परिरहेको छ हेर्नुहोस् त गाइस कस्तो डरलाग्दो बाटो हो उता हेर्नु आमा भिड त भित्ता हिँड्नुमै हालत खराब छ मान्छेहरूको सबैजना हिँडिसकेको छन् कोही उता कोही उतै छन् यस्तो छ यहाँको भ्यू डरलाग्दो तल त गाउँबाट नि यस्तो छ कस्तो छ यहाँबाट लड्यो भने कहाँ पुग्छ लड्यो भने खोला नाला बाटोमा सक्छ माथिसम्म हिँड्नु सक्छ माथि 5 बजेसम्म आज चाहिँ डे 2 रहेको छ हाम्रो ब्लगर दिदी हिँड्दै हुनुहुन्छ अगाडि उहाँको पारा बेग्लै छ सबैजना आइसक्यो पछाडि नै म छु अनि बाटो चाहिँ यस्तो छ डरलाग्दो ठिकै छ म चाहिँ आइसकेको दिदीहरू चाहिँ पारी हुनुहुन्छ अब चाहिँ एकछिन रेस्ट गर्ने अनि उकालो लाग्ने हो यहाँ चाहिँ पानी रहेछ अब मुख धुनु पर्ला कस्तो चिसो पानी हो गाइस हामी चाहिँ बिसाइसक्यो यस्तो छ उकालो त अनि किन नबिसाउनु होला यो डाँडाको पनि पारीबाट आएको
चाहिँ अब यहाँ खाजा खानु बसेको छौँ यता हुनुहुन्छ दाइहरू यहाँ अब चाहिँ हामी खाजा अर्डर गरेर खान लागेको रेड बुल खाऊ इनर्जी बढाऊ अब चाहिँ यहाँ उनो खेल्न लागेको हाम्रो भारीहरू चाहिँ त्यता छ र आजको खाजा चाहिँ हामी खाजा खाएर अब चाहिँ एकछिन फोटो खिचेर लाग्नु लागेको चाहिँ यहाँ खाजा खाएर पनि लाग्यो बाटो यसो ठाड्रै छ ओहो झोला झोला रे खोला भेट्यौँ गाइज गाइज तल्लोदेखि हिँडेको थाकेर त लुत्रुक भयो यस्तो दुखेर ढाड दुखेर मर्नु लागेको छौँ गाइज हामीहरू तल अघि नै भिडियो बनाएर खाजाहरू खाएको तल्लो डाँडा हो गाइज हामी चाहिँ फेरि यहाँ खाजा खानु पर्यो भनेर चियाहरू खानु लागेको यहाँबाट यति राम्रो हिमाल देख्छ तर यहाँबाट चाहिँ देख्दैन कि उता पुग्नुपर्छ अर्को उता अलिकसम्म म देखाउँछु होइन यति राम्रो छ यति राम्रो देख्छ नि हिमाल त अगाडि नै जस्तो क्या मुझे अपने घर जाना है कति घन्टा मैले भने नि अब 1 घन्टा खतरा पुग्नु होला तपाईहरुको त्यहाँ कन्ट्याक्ट छैन कन्ट्याक्ट हुनु पर्दैन होइन नत्र बरु भनेर यहाँ त्यस्तो सिस्टम है यतातिर चाहिँ ओहो छुर्पी मेरो चाहिँ चिया यता छ वाह घाम डुब्नै लागेको हो क्या उफ यहाँ Oh my gosh! के हो यस्तो खतरा अझ हजुरलाई बबाल भ्यू पनि देखाउँछु म उता अगाडि गएर ओ सनसेट यस्तो खतरा देखिरहेको छ है गाइज तर सास फेर्न यस्तो गाह्रो भइरहेछ गाइज हेर्नुहोस् त यति राम्रो हिमाल देखिरहेको छ यहाँदेखि अनि यहाँ हिमाल यति राम्रो देखिरहेछ अनि यहाँ सनसेट वाउ वाउ माम खानु लाग्यो tomorrow ल लौरे लाग्यो लौरे पाँच पोखरी हेर कान्छी अब फाइनली पाँच पोखरी दामी भ्यू छ अझ पाँच पोखरी आइसकेको छौँ हामी हाम्रो कान्छीजी बिरामी हुनुहुन्छ तल हुनुहुन्छ हामी चाहिँ यहाँ छौँ पाँच पोखरी यही हो साथीहरू योभन्दा आधी घन्टा माथि जानुभयो भने भ्यू पोइन्ट अनि सिसको दिदी यहाँ हुनुहुन्छ
भेना यहाँ हुनुहुन्छ। कस्तो लागिरहेको छ पाँच पोखरी? हामीलाई खतरा छ गाइस, तर है एक्सपेक्ट गरेर चाहिँ नआउनु। 5,000ले 5,000 मात्रै लिएर चाहिँ नआउनु। सकेसम्म पर पर्सन 10,000 बोकेर आउनु। तलदेखि माथिसम्म 1,500-1,300 खर्च हुन्छ। अनि ब्लगरको दाई झन् हिँडेर लेडे दाई नसक्नेलाई दिदी राइनी दिदी भैँसीको मासु चुरुम चुरुम भेना। अनि यो हो पाँच पोखरी। यहाँदेखि चाहिँ म तपाईँहरू सबैसँग माफी माग्न चाहन्छु, किनभने पाँच पोखरीमा चाहिँ लाइन नपुगेको कारणले हामीहरू सबैजनालाई चार्जको समस्या परेको थियो। त्यही भएर मैले चाहिँ भिडियो धेरै बनाउन सकिनँ। यदि हजुरहरू पनि पाँच पोखरी जाँदै हुनुहुन्छ भने पावर ब्याङ्क मजाले बोकेर जानु, किनभने त्यहाँको सिस्टम चाहिँ 7 बजेदेखि 8 बजीसम्म मात्र लाइन छोडिदिन्छ। चार्जको कारणले चाहिँ मैले फर्केको भिडियो चाहिँ अलिकति बनाइनँ। आधी बाटोमा पुगेपछि चार्ज गरेपछि चाहिँ त्यहाँदेखि भिडियो बनाएँ। गाइस हामी चाहिँ फर्किँदै हो है। रातमाटेतिर आइपुग्नु लागेको छौँ फर्केर। हामीसँग चार्ज छैन मोबाइलमा, भ्लगमा बनाएको। यस्तो छ भ्यू, जाडो छ, चिसो छ यहाँनिर धेरै। गाइस हामी चाहिँ आधी पनि आएको छौँ कि छैनौँ है, थाहा छैन। We are reaching at Ratomate and this is our चकचके भेना, कान्छी भेना। How you feeling? How you feeling guys? अब चाहिँ हामीहरू कान्छीको हालत यस्तो छ, बिरामी भएर सबैभन्दा feeling not well। यहाँको भ्यू चाहिँ एकदम दामी छ। के भन्नु छ? गोबर म अग्छु त आगो रहेन। रातपाटेमा आइसकेको छौँ। अब हामी यहाँ खाजा खान्छौँ। Excuse me, you are vlogging the view. Oh, so pretty. अब हामी खाजा खान चाहिँ त्यो डाँडा छ नि, त्यो यो डाँडा त्यसको पछाडि अलिकति साइडमा छ ताम्बु खरेको, त्यहाँ गएर खान्छौँ लन्च। यहाँ चाहिँ समथिङ केही तातो बिस्कुट, तातो पानी, चाय। बाई बाई। खाजा यस्तो खाँदैछौँ है। यहाँ खाजा साजा खायो। अब यिनीको हामीलाई उता पारी डाँडा पुग्नु पर्ने छ। आज काठमाडौँ फर्किने भनेको। साथीहरू यहाँ हिँड्दा हिँड्दै एकजना दाइको कि भाइको जुत्ता चुडिसकेको छ। ये सब क्या देखना पड़ रहा है? अवस्था यस्तो छ। खोइ हेरौँ के बेब कंट्रोल हेरौँ न। दाइको कि भाइको अरे फेरि बेबीको। आइम सो सरी गाइज, बेबीको। ओके ल यहाँ हेर्नुहोस् त। अनि एउटा हालत चाहिँ यस्तो छ जुत्ताको। कति हजारको जुत्ता नि भन्देऊ? कति हजारको जुत्ता भन्नुहोस् त? 22,000। 22,000को जुत्ता यस्तो भइसकेको छ। 8 वर्ष भएको छ। उयो हो 8 वर्ष भइसक्यो। 8 वर्ष। अर्कोपट्टि बाँधिरहेको साथीहरू हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ। यो खोइ कहाँ हो? ताम्बु खड्काको माथिको झुलुङ्गे पुल हो। यहाँ आइसक्यौँ। पाच्चु पनि भनिन्छ है तिनीहरू त्यहाँभित्र। ढाल्ने भयो, राति ढालेर पुगेन नि तिमीहरूलाई। सबजना रेस्ट लिँदैछ त्यहाँभित्र। अब हामी त्यस्तै हाफ एन आवरमा पुग्छौँ खाजा खाने ठाउँमा। सब्सक्राइब आवर यङ सिस्टर। यङ सिस्टर आउँदो रहेछ के अरे बेबी? यंगस्टर ब्लग। How you feeling? Good? All good? All good. Come on! हाम्रो कान्छा आउँदैछ अनि हाम्रो कान्छी पनि आउँदैछ। अब ए चढ्यो त। आयो आयो आयो। बिचारा भाइ ल यति सर्ट खाऊ त।
आइपुग्यो फाइनली औषधि छ भने साथी खुवाउँदा उसलाई हेलो गाइज बाटो चाहिँ लाइक दिस हिँड हिँड साथी हो हिँड हिँड गाइस यो यङबेन हो कि होइन कमेन्ट गर्नुहोस् है मलाई चाहिँ यङबेन जस्तो लागिरहेको छ यो पक्का हो क्या हेर त हो कि यो यङबेन हो यति धेरै छ नि यता 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 कति धेरै छ है कमेन्ट गर्नुहोस् है चिन्ने जतिले मलाई चाहिँ त्यस्तै लागिरहेको छ हो कि होइन मलाई पनि थाहा छैन यो अब हामी जान्छौँ खाजा खाने ठाउँमा त्यहीँ भेट्यौँ होला हामी चाहिँ अस्ति नै हामीले खाजा खाएकै ठाउँमा आएर यहाँ खाजा खान लागेको छौँ यता चाहिँ दिपेन बिमारी भएर म पनि बिमारी भएर अलिक गाह्रो भएको थियो उता माथिसम्म चाहिँ लेक लागेर उनीहरूलाई पनि लेक लागिरहेको छ अब यहाँ खाजा खाएर अनि तलतिर झर्नुपर्ने हुन्छ त्यही हो अब चाहिँ हामी खाजा खान लागेको त गाई चाहिँ हामी टुप्पी डाँडा भन्ने ठाउँमा आइसक्यौँ सबजना थाकेर गाई चाहिँ हामी यति ठाडो उकालोबाट यस्तो घुमेर आएको मेरो खुट्टा कामिरहेको छ यहाँ ओ जोन दाईको जुत्ता मेरो जुत्ता भाइरल बनाऊ झन्डै लड्यो अब चाहिँ हामी यहाँबाट झर्नु पर्ने हुन्छ तल अनि त्यहाँबाट हामीहरू लाग्नुपर्ने हुन्छ आफ्नो घर हजुर यसमा आएर बस्नु भने चाहिँ राम्रो सर्भिस पाउनुहुन्छ है लु कन्ट्याक्ट नम्बर चाहिँ यता छ होइन कन्ट्याक्ट गर्न सक्नुहुन्छ टिपेर यस्तो राम्रो सर्भिस छ उफ खाना नि मिठो छ नि सफा सुगर पनि छ बस्नुहोस् होला उहाँकै ऊ है फेरि ओनर चाहिँ उहाँ हो तल चलाउने मान्छे चाहिँ उहाँको छोराछोरी हो सो कन्ट्याक्ट गर्नु होला हामीहरू चाहिँ अब आइपुग्न लाग्यौँ यो भित्रदेखि निस्केको यत्रो टाढादेखि अनि उता माथि मुन हेर्नु न कति राम्रो देखिरहेको छ यहाँ हामी चाहिँ यहाँ हिँड्दैछौँ अब तल बस पार्क कति बेला पुग्छौँ तल झुलुङ्गे पुल कति बेला पुग्ने हो आइपुग्न चाहिँ लाग्यौँ जे होस् मेरो चाहिँ कुम दुखेर गाइस हम चाहिँ फाइनली आइपुग्यौँ यहाँ धुलो बसिरहेको होला क्या भयो अब चाहिँ देखियो हम चाहिँ आइपुग्यौँ गाइस बल्ल तल्ल फाइनली
हामी फाइनली भेट केटा फाइनली भेट भयो केटा फाइनली उयो राखिदिउँ न अगाडि यो लाठी फाइनली भेट भयो केटा फाइनली अंकल दुख्यो फाइनली गाइस रात परिसक्यो अब चाहिँ हामी चाहिँ हिँडेको होइन मैले चाहिँ तल सुरा लगाएँ यो राखौँ त यो डिक्कीमा चप्पल राख्नु पर्यो चप्पल हाम्रो चाहिँ ऊ बिमारी छ अब चाहिँ हामी हिँडेको